पत्रकारदेखि जो जो छन् होइन जो जो छन् जो जसले जे पाइले ल्याएका छन् सबैलाई कारबाही हुनु पर्यो नि फेरि यदि पुष्टि हुन सकेन भने पुष्टि भयो भने त म गलत भइहाल्यो म गलत भने त म गलत भइहाल्यो नि म गलत भएन भने चाहिँ फेरि सबैजना कारबाही हुनुपर्छ आमा बोल्न दिन हो छानबिन गर्ने भनेको थियो अहिले समिति पनि बनेको छैन गृहमन्त्रीजी भने छानबिन गरोस् भनेको खै त कहिले गर्ने हो अलि चाँडो गर्नु पर्यो क्या छानबिन गर्नु पर्यो सरकार तपाईकै प्रधानमन्त्री दोषी भने त मलाई कारबाही हुनु पर्यो निर्दोष भने चाहिँ फेरि अरूलाई कारबाही हुनु पर्यो नि फेरि यत्रोजनाले भनेको छ कि छैन फेरि तपाईँहरूले पत्रकारहरूले यत्रो सुदन गुरुङ यो त्यो भनेर भनेको छ नि त होइन अब म दोषी भए त मलाई कारबाही हुनु पर्यो म दोषी छैन भने चाहिँ कसैलाई यो सबैजनाले चाहिँ कारबाही हुनु पर्यो कसैलाई छोड्नु चाहिँ भएन फेरि अब यो तपाईले सरकार पत्रकारदेखि जो जो छन् होइन जो जो छन् जो जसले जे पाइले ल्याएका छन् सबैलाई कारबाही हुनु पर्यो नि फेरि यदि पुष्टि हुन सकेन भने पुष्टि हुन सकेन भने पुष्टि भयो भने त म गलत भइहाल्यो नि त म गलत भने त म गलत भइहाल्यो नि म गलत भएन भने चाहिँ फेरि सबैजना कारबाही हुनुपर्छ आमा बोल्न दिन हो दर्शक मिन यति बेला तपाईँले दिन सक्नुहुन्छ सुजन गुरुङ आइरहनु भएको छ जनताले खोजिरहेको यति बेला सुजन गुरुङ देखिनु भएको छ माननीय सुजन गुरुङ र खगेन्द्र सुनारसँग हुनुहुन्छ सुजन दाई सन्चै हुनुहुन्छ कस्तो लाग्यो यहाँलाई हात्ती आयो खुस भन्छन् कि तपाईलाई बाहिर जाँदाखेरि गृहमन्त्री सुजन गुरुङ तपाईँ माथि छानबिन गर्ने भनेको थियो अहिले समिति पनि बनेको छैन गृहमन्त्रीजी भने छानबिन गरोस् भनेको खै त कहिले गर्ने हो अलि चाँडो गर्नु पर्यो क्या छानबिन गर्नु पर्यो सरकार तपाईकै प्रधानमन्त्री दोषी भने त मलाई कारबाही हुनु पर्यो निर्दोष भने चाहिँ फेरि अरूलाई कारबाही हुनु पर्यो नि फेरि यत्रोजनाले भनेको छ कि छैन फेरि तपाईँहरूले पत्रकारहरूले यत्रो सुदन गुरुङ यो त्यो भनेर भनेको छ नि त होइन अब म दोषी भए त मलाई कारबाही हुनु पर्यो म दोषी छैन भने चाहिँ कसैलाई यो सबैजनाले चाहिँ कारबाही हुनु पर्यो कसैलाई छोड्नु चाहिँ भएन फेरि अब यो तपाईले सरकार पत्रकारदेखि जो जो छन् होइन जो जो छन् जो जसले जे पाइले ल्याएका छन् सबैलाई कारबाही हुनु पर्यो नि फेरि यदि पुष्टि हुन सकेन भने पुष्टि हुन सकेन भने पुष्टि भयो भने त म गलत भइहाल्यो नि त म गलत भने त म गलत भइहाल्यो नि म गलत भएन भने चाहिँ फेरि सबैजना कारबाही हुनुपर्छ आमा बोल्न दिन हो सुदन गुरुङ कहिले आउनुहुन्छ सबको चासोमा चाहिँ तपाईँ हुनुहुन्छ कहिले आउँदै हुन्छ भन्नुहोस् त म छानबिन समितिको के गर्दैछ छानबिन समितिले के गर्दैछ होइन मलाई चाहिँ अब छानबिन समिति बनिसकेपछि अब छानबिन हुनु पर्यो अब चाहिँ यहाँदेखि चाहिँ उपरान्त चाहिँ अनेक यो लालसाना लाउने के लाउने हुनु भएन सडकमा त तपाईँको पक्षमा एउटा नारा जुलुस छ होइन